स्वर्णिम र शोभिता हटाउन बालेनको दबाब। रविले पनि थापे कुमार र असिममा अड्को। कडेलका विषयमा कड्किए बालेन। सल्लाहकारको राज्य आतंकले रवि आजित। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रसभा सभापति रवि लामिछाने बीच मन्त्री र सल्लाहकारको विषयलाई लिएर तिक्तता सुरु भएको खबर सार्वजनिक भएको छ। प्रधानमन्त्री बालेनले केही मन्त्री हेरफेर गर्न पार्टी सभापति लामिछानेलाई दबाब दिएको र सभापति लामिछानेले पनि प्रधानमन्त्रीका सल्लाहकार हेरफेर गर्न अडान लिएको विषय लोकान्तरले सार्वजनिक गरेको छ। बालेनले अर्थमन्त्री डाक्टर सोनिम वाग्ले, कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम र महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कटेललाई हटाउन पार्टी सभापति रवि लामिछानेसँग आग्रह गरेको बुझिएको छ। असार 28 गते आइतबार सभापति लामिछानेको निवास बुढानीला कण्ठमा भएको 4 घण्टा लामो भेटवार्तामा बालेनले स्वर्णिमसँगै कानून मन्त्री गौतम र महान्यायाधिवक्ता कणेललाई पनि हटाउन आग्रह गरेको खुलासा भएको हो। रविले सरकारको कामका विषयमा असन्तुष्टि जनाएपछि बालेनले रवि टिमका केही मन्त्रीबाट असहयोग भएको भन्दै 2 मन्त्री र महान्यायाधिवक्ता हटाउन प्रस्ताव गरेका छन्। मौजुदा सरकारमा वरियताको हिसाबले अर्थमन्त्री डाक्टर सोनिम वाग्ले प्रधानमन्त्री बालेन शाहपछि दोस्रो र कानून मन्त्री शोभिता गौतम 7औं नम्बरमा छिन्। बालेनले स्वर्णिम र शोभिताको विकल्प खोज्न सभापतिलाई सुझाएका छन्। स्रोतका अनुसार बालेनले आफ्ना पक्षका मन्त्री र महान्यायाधिवक्ताको फेरबदलको दबाब दिएपछि रविले पनि प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई हटाउन आग्रह गरेका छन्। रविले सल्लाहकार टिम जिम्मेवार र परिपक्व हुनुपर्ने भन्दै उनीहरूको भूमिकामाथि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको सल्लाहकारले सिंहदरबारभित्र राज्य आतंक सिर्जना गरेको र त्यसबारे आफूहरूलाई कयौं गुना